हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। एक वर्ष भन्छु एक महिनापछि आज मेरो फेरि भ्लग बनाउन लागेको छु होइन। आज थोरै हल्का स्पेसल छ, कामको बिजी यताउता बिजी भएर भ्लगै बनाउनु पाएको छैन होइन। एक महिनापछि ब्याक भएको छु युट्युबमा। आज चाहिँ अलिक स्पेसल छ। स्पेसल के छ भनेपछि थम्बनेलमा हेरेर थाहा भइहाल्छ होइन। थम्बनेलमा हेरेर थाहा भइहाल्छ त्यो के भन्छ अनि। त्यही भएर आज चाहिँ म मुभी हेर्न जाँदैछु, एउटा नेपाली मुभी हेर्न जाँदैछु। त्यसको नाम रहेको छ बसन्त मुभी हेर्न जाँदैछु होइन। ल बाँकी के हुन्छ हेर्दै जाऊँ। बसन्त मुभी हेर्न जाँदैछौँ होइन। बसन्त मुभी चाहिँ नेपाली मुभी कहिले हिजोदेखि सुरु भयो, सायद 4 अप्रिलदेखि होइन। अनि प्रकाश सपुतको डिरेक्सनमा प्रकाश सपुत, स्वस्तिमा खड्काहरू चाहिँ छ अरे त्यो मुभीमा। ट्रेलरहरू दामी थियो, गीतहरू दामी थियो होइन। अनि अब मुभी हेरौँ कस्तो हुन्छ। अनि त्यसपछि यो चाहिँ सोसियल ड्रामामा बनेको मुभी हो, कस्तो छ के हुन्छ यस्तो छ। हामी चाहिँ बसमा जानु लागेको हो। साउन्ड डिस्टर्ब आयो है, एम्बुलेन्स। ल यो चाहिँ कस्तो हुन्छ हेर्दै जाऊँ मुभी होइन। लाइक बसन्तको मुभी चाहिँ मजा आउँछ हेर्दै जाऊँ। गाडी चढ्न आएको गाइज, जाम लाएर नि सायद के प्रब्लम छ, त्यहाँ जाम लागेको छ। त्यही भएर अब फेरि अर्को साइडबाट जानु पऱ्यो। कता छ जाम लाएर दुःख पाइयो, टाइम ढिलो भयो। न गाडी छ न ट्रेन छ, कन्फ्युजन है। क्या हो गया, के हो आज त्यहाँ सायद एउटा ब्रिजमा के प्रब्लम आएर बस र ट्रेनमा, बसमा भनौँ न पुरै जाम लागिरह। तर पनि खोज्दैछु, लेट्स सी कहाँ पुगिन्छ है त। ल बस्थ्यो है त, ट्रेन चढेर कति 15 मिनट हिँडेर अनि त्यसपछि ट्रेन चढेर ट्रेनदेखि झरेर फेरि बसमा चढ्यो। ल अब चाहिँ बसमा जानुपर्छ, टन्नै छ अझै। कस्तो दामी ठाउँ छ यतातिर। घुमायो मान्छेहरू आउँदैछ। हामी चाहिँ आधा घन्टा अगाडि आइसकेको छौँ, त्यही भएर यस्तो खाली देखेको छ। फेरि मान्छेहरू चाहिँ आउँदैछ, टन्नै छ, बुकिङ भयो। यस्तो खाले चाहिँ अब स्क्रिन पनि अफ छ होइन। मान्छेहरू आउँदैछ, अब एकछिन टाइम छ, एकछिन पछि चाहिँ मान्छेहरू आउँछ। अनि त्यसपछि बसन्त मुभी हेरिन्छ।
जुन लायो झलक भर नहुने मायासा बसेको अलग माया भई मनबाट रसाउँछ निराशाले रुवाउँछ हँसाउँछ जुन लायो झलक भर नहुने मायासा बसेको अलग फर्स्ट पार्ट भइयो दामी छ मुभी सेकेन्ड पार्ट कमिङ छ सेकेन्ड पार्टको लागि भित्र जानुपर्छ ल अब सुरु भयो यो चाहिँ हाम्रो प्रशान्त जब सक्यो मुभी मजा आयो हेरेर होइन सबै निस्किसक्यो मुभी चाहिँ मजा आयो सेकेन्ड पार्ट पनि आउँछ जस्तो छ एक्सलेन्ट वर्क बाई एभ्री वान सबले चाहिँ दामी काम गरेको छ होइन धेरै धेरै सरप्राइजहरू छ ल भाइ मेरो चाहिँ भ्लगिङ एन्ड हुन्छ थ्याङ्क यू भेरी मच